अहिले नेपालमा यो एलपीजी ग्यासकै कारणले नेपालमा धेरै दुर्घटनाहरू भइरहेको छ, जसका कारण चाहिँ हामी कतै जाँदाखेरि ग्यास खुले छोडेर जाने अनि त्यो ग्यास चाहिँ पुरै कोठाभरि नै फैलिरहेको हुन्छ र कोही मान्छे चुरोट खाँदै या लाइटर बाल्दै भित्र छिर्यो भने चाहिँ त्यो ब्लास्ट भएर धेरै दुर्घटना भइरहेको छ। र त्यही नहुनको लागि आज हामी बनाउँछौँ ग्यास सेन्सर, जुन चाहिँ ग्यास लिकेज हुने बित्तिकै अलार्म बज्छ र हामीले थाहा पाएर निभाउन सकिन्छ। भिडियो सुरु गर्नुभन्दा अगाडि च्यानलमा जो नयाँ हुन्छ सबैजना लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। अब भिडियो सुरु गरौँ। हामीलाई आवश्यक पर्ने सामग्रीहरू चाहिँ ग्यास सेन्सर, बजर अनि एउटा अन अफ गर्नको लागि स्विच अनि दुईवटा टर्चमा लाग्ने ब्याट्री अनि वायरहरू है त। हजुरहरूको टाइम वेस्ट नहोस् भनेर चाहिँ मैले पहिला नै सबै सामानहरू फिट गरिसकेको छु, जोडिसकेको छु। तर पनि जोडिसके पनि म सम्पूर्ण कुराहरू सिकाउने छु है, भिडियो अन्तिमसम्म हेर्नु होला है त। यसको कनेक्सन त कसरी गर्ने पहिले नै गरिसकेछ भन्नुहुन्छ भने त यो कुनै पनि कनेक्सन गरेर आएको हुँदैन, सबै छुट्टा छुट्टै आइरहेको हुन्छ। यो कनेक्सन कसरी गर्ने भन्दा चाहिँ मैले यहाँ एउटा डायग्राम राखिदिएको छु, यहाँ एउटा भिडियो, यो हेर्नुहोस् है त मैले जोडेको। मैले चाहिँ सबै फिट गरिसकेको छु, अब यसलाई टेस्ट गरौँ है त। आशा गरेको छु यो भिडियो सबैजनालाई मन पर्यो होला। भिडियो मन पर्यो लाइक, कमेन्ट अनि च्यानल नयाँ हुन्छ भने सबैजनालाई सब्सक्राइब गरिदिनु होला, ताकि म यस्तै नयाँ प्रोजेक्टहरू लिएर आउँछु।